बुटोलको लागि एकजना सब इन्जिनियर खोजिरहनु भएको छ। यदि तपाईँहरू सब इन्जिनियरको जबको खोजीमा हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि उपयोगी हुनसक्छ। भिडियो अन्तिमसम्म हेर्दै गर्नुहोला। सम्पूर्णमा नमस्कार, म राजकुमार तामाङ। आज पनि म तपाईँहरूको माझमा सब इन्जिनियरको भ्याकेन्सी आएन भनेर खोजी गरिरहनु भएको थियो। आज हामीलाई एकजना सब इन्जिनियरको लागि चाहिँ भ्याकेन्सी उपलब्ध भइसकेको छ, जुन चाहिँ बुटोलमा निर्माण भइरहेको रोड प्रोजेक्टको लागि खोजिरहनु भएको छ। उहाँले हाल भइरहेको काम चाहिँ ग्राभेल र रोडको कङ्क्रिट ढलानहरू भइरहेको जानकारी दिनुभएको छ। यदि तपाईँहरू काम गर्न इच्छुक हुनुहुन्छ भने उहाँहरूले चाहिँ साइड हेर्नको लागि सब इन्जिनियर खोजिरहनु भएको छ, डिप्लोमा इन्जिनियर, जुन चाहिँ उहाँहरूले खाना बस्न सेवा सुविधासहित महिनाको 20,000 देखि 25,000सम्म सेलेरीहरू चाहिँ उपलब्ध गराइदिन्छौँ भनेर भन्नुभएको छ। फ्रेसर भए पनि चल्ने भन्नुभएको छ। नर्मली डकुमेन्टहरू हेर्ने र साइट चाहिँ कन्ट्रोल गरेर आफूले चलाउन सक्ने क्यापेसिटी भएको इन्जिनियर र इमान्दार भएको डिप्लोमा इन्जिनियर चाहिँ खोजिरहनु भएको छ। यदि तपाईँहरू उहाँले दिनुभएको सेवा सुविधामा आधारित रहेर काम गर्दै काम सिक्न चाहनुहुन्छ भने तपाईँहरूको लागि राम्रो अपर्च्युनिटी आइसकेको छ। यदि तपाईँहरू उहाँले दिनुभएको सेवा सुविधामा आधारित रहेर काम गर्न चाहनुहुन्छ भने हामीलाई डिस्क्रिप्सनमा रहेको फोन नम्बरहरूमा चाहिँ सिभी व्हाट्सएप गरिदिनु होला। हामी तपाईँको सिभी चाहिँ ओनरहरूलाई खोजी गरिरहेको ओनर कम्पनीलाई फरवर्ड गरिदिनेछौँ र उहाँहरूले तपाईँहरूको सिभी हेरेर सिभी अनुसार जो चाहिँ सेलेक्ट हुन सक्षम हुनुहुन्छ तपाईँलाई सिभीमा राखेको नम्बरमा कल गर्नुहुनेछ र नर्मली इन्टरभ्यूहरू लिएर जोइन गराउन सक्नुहुन्छ भनेर भन्नुभएको छ। यदि तपाईँहरू काम गर्न इच्छुक हुनुहुन्छ र कामको खोजीमा हुनुहुन्छ भने हामीलाई अरू मेम्बरहरू जानुभन्दा अगाडि नै सिभीहरू पठाइदिनु होला। हामी जसले अगाडि हामीलाई मेसेजहरू गर्नुहुन्छ, अगाडि नै सिभीहरू पठाउनुहुन्छ, उहाँहरूको फरवर्ड गरिदिइसकेको हुन्छौँ र धेरैजना साथीहरूले चाहिँ प्याक भइसके पश्चात मेसेजहरू गर्ने, व्हाट्सएपहरू गर्ने गरिरहनु भएको छ। जम्मा एउटा दुईवटा कोटा आएको हुन्छ, कोटा चाँडै प्याक हुन्छ र प्याक भइसके पश्चात हामीले अरूलाई पठाउन सक्दैनौँ र उहाँहरू रिसाएर फेक भिडियो हाल्यो, लाइक र भ्युजको लागि उ गऱ्यो भनेर गाली गलौजहरू गर्नुहुन्छ। हामी चाहिँ उहाँहरूलाई चाहिँ के भन्न चाहन्छौँ भने तपाईँहरूले जति सक्छ चाँडो हामीलाई मेसेजहरू गर्नुभयो भने हामी प्याक नहुँदासम्म पठाइदिन्छौँ। जम्मा एउटा कोटा आएको हुन्छ र त्यही कोटा पनि सीमित अवधिमा को लागि रहेको हुन्छ। त्यसैले यदि काम गर्न इच्छुक हुनुहुन्छ भने चाँडै हामीलाई मेसेजहरू गर्नुहोला र सिभीहरू पठाउनु होला, चाँडै कन्ट्याक्ट गर्ने कोसिस गर्नुहोला र प्याक भइसके पश्चात फुल भयो भने हामी तपाईँहरूप्रति पर्न गएको असुविधाको लागि क्षमा चाहन्छौँ। हाम्रो युट्युब च्यानल मार्फत चाहिँ यस्तै कन्स्ट्रक्सन सम्बन्धी जबहरू र भ्याकेन्सीहरूको भिडियोहरू र नयाँ ठाउँको लोकेसनको रमणीय भिडियोहरू अपलोड गर्दै आइरहेको छौँ। यदि तपाईँहरू कन्स्ट्रक्सन फिल्डमा काम गर्दै हुनुहुन्छ र कामहरू खोजी गरिरहनु भएको छ, पेटी ठेकदार, सब कन्ट्र्याक्टर, लेबर, मिस्त्री, ड्राइभर, अपरेटर, इन्जिनियर, सब इन्जिनियरहरू सम्पूर्ण कन्स्ट्रक्सन सम्बन्धी जो कामहरू गर्नुहुन्छ र गर्नुहुँदै आइरहेको छ र कामहरू खोजी गरिरहनु भएको छ भने हाम्रो युट्युब च्यानलमा जोइन भएर बस्न सक्नुहुनेछ। हामीले हाम्रो कन्स्ट्रक्सन सम्बन्धी खोजेको मानिसहरूलाई चाहिँ एउटा माध्यम बनेर विभिन्न ठाउँबाट जबहरूको चाहिँ निकालिदिएर तपाईँहरूलाई ओनरहरूसँग कन्ट्याक्ट गरेर पठाइदिँदै आइरहेको छौँ। जति पनि जनाले अन्तिमसम्म हाम्रो भिडियोहरू हेरेर साथ सपोर्ट गरिदिनु भयो उहाँहरूलाई धेरै धन्यवाद र अहिलेसम्म हाम्रो युट्युब च्यानलमा जति पनि जना जोडिएर साथ दिनुभएको छ उहाँहरूलाई विशेष धन्यवाद र यदि तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनु होला। धन्यवाद, नमस्ते।